यो चाहिँ वहीँ टेकबहादुर बस्नेज्यूकैबाट हामीले यो बिरुवा चाहिँ काठमाडौँ पुर्याएर उहाँको अर्डरमा काठमाडौँको अर्डरमा यो चाहिँ बिरुवा लानलाई हामी तयारी गरिरहेका छौँ। 12 बोट अर्डर आएर अकबरे छ यहाँनिर तपाईँको वहीँकोबाट हो यो अकबरे पनि एकदम स्पेसल अकबरे लोकल। यसमा मल कुनै पनि प्रयोग भएको छैन, यहाँ देख्न सक्नुहुन्छ। मल त हाल्ने कुरै भएन नि। अब यो अकबरे मैले 4000 बोट रोपेको छु। 4000 बोट उहाँले चाहिँ अकबरे रोपेको छु। अकबरे नै हो नि त यो, अकबरे प्युर ओरिजिनल हो। 4000 बोट चाहिँ मैले नै रोपेको छु। ल सुनौँ है साथीहरू उहाँकै मुखबाट। उहाँ नर्सरी साहु हुनुहुन्छ, उहाँ कृषिमा एकदम आबद्ध हुनुहुन्छ। कृषिको लागि चाहिँ उहाँ एकदम पर्फेक्ट हुनुहुन्छ, सल्लाह सुझाव पनि दिनुहुन्छ उहाँले। ल खोर्सानीको लागि पनि सम्पर्क गर्दा भयो नि त। खोर्सानी फलेपछि अब खोर्सानी चाहिँ बिउ चाहिँ सक्यो होइन, बिउ चाहिँ लगभग अर्डर फलेपछि अब फल्न सुरु गर्न लाग्यो। हल्का फुल्काको लागि हो भने चाहिँ छ है साथीहरू, अझै पनि छ यहाँ 200-400 बोट त त्यसै छ यहाँनिर होइन। चाहियो भने सम्पर्क गर्नु होला। यो पनि अकबरे प्युर अकबरे हो तपाईँको। ल धन्यवाद साथीहरू।